सम्पूर्ण साथीहरुमा नमस्कार। आज हामी कक्षा 10 को ओपीटी मैथ को यूनिट 6 मैट्रिक्स डिटरमिनेन्ट को तपाईको अभ्यास 6.2 को पेज नंबर अर्थात 69 अर्थात 69 पेज नंबर 69 को क्वेशन नंबर 4 देखि लिएर क्वेशन नंबर 10 सम्म गर्छौ। क्वेशन नंबर 4 देखि क्वेशन नंबर 10 सम्म है सबै क्वेशनहरु समाधान गर्छौ। यो भन्दा पहिला हामी क्वेशन नंबर 1 एन्ड 2 सोलुसन गर्दिएका छौ। भिडियो पनि अपलोड भइसकेको छ त्यसको। यही भिडियोको डिस्क्रिप्सनमा त्यसको लिंक हाल्दिने छु अनि त्यहाँ गएर तपाईहरु हेर्न सक्नुहुन्छ। अब हामी क्वेशन 4 नम्बर देखि लिएर क्वेशन 10 नम्बर सम्म किताबमा 3 नम्बर क्वेशन दिएको छैन है, तर 3 नम्बरको एन्सर भनेर दिएको छ, तर उ सबै बुकमा धेरै मिस्टेकहरु छन्, बुझ्नु होला है। ल अब हामी क्वेशन 4 नम्बरको क्वेशन तिर लाग्छौ। 4 नम्बर क्वेशन के छ भने 4 नम्बर क्वेशनमा के छ भने ल मैले क्वेशन लिए ल 4 नंबर क्वेश्चन लिए यहाँ ल अब हामी 4 नम्बर क्वेशन दियौ। 4 नम्बर क्वेशनले के भनेको छ भने यदि q = 3 6 2 -2 अनि -4 एउटा मैट्रिक्स भए q स्क्वायर कति हुन्छ पत्ता लगाउनुहोस्। q स्क्वायर पत्ता लगाउनुहोस् भनेको छ। भनेको यहाँ मैले समाधान लेखे, समाधान है। जब समाधान लेखे भने यहाँ समाधान भयो। अब सोलुसन गर्छौं हामी 4 नम्बर। यो भनेको q भनेको q स्क्वायर भनेको के हुन्छ बुझ्नुस् त तपाईहरु। q स्क्वायर भनेको q मल्टिप्लाई q हो कि हैन? हो भनेको हो भने अब हामी q लाई दुई चोटी मल्टिप्लाई गर्छौं। q भनेको कति हो 3 6 -2 अनि -4 यति भयो। फेरि मल्टिप्लाई म गर्छु यहाँ फेरि त्यही मैट्रिक्सले 6 भन्ने 3 6 अनि -2 अनि -4 यसरी मल्टिप्लाई गर्छु। अब मल्टिप्लाई गर्छु भने कति आउँछ भने हेर्नुस् त। यसलाई यो दुवैले मैले मल्टिप्लाई गरे यो भनेको तपाईको लागि मैले कलर चेन्ज गरे। यो 3 अनि 6 ले यो दुवैमा मल्टिप्लाई गर्ने हो भनेको 3 × 3 अनि प्लस 6 × -2 यो 6 × -2 यो 3 ले 3 मा अनि 6 ले -2 मा। अर्को यही दुवैलाई यही 3 अनि 6 ले यो दुवैमा फेरि मल्टिप्लाई गर्ने हो भनेको 3 × 6 अनि प्लस 6 × -4 यसरी मल्टिप्लाई गरे। अब फेरि यसलाई अब यसको पालो यो -2 अनि -4 को फेरि यो दुवैमा मल्टिप्लाई गर्ने भनेको -2 × 3 प्लस -4 × कति हुन्छ -2। अब यहाँ फेरि गर्छौ हामी त्यसैले -2 × 6 यसमा अब गर्ने हो 6 अनि प्लस -4 × -4 ठीक छ। अब यसलाई मल्टिप्लाई गरेर अब हामी उ गर्छौ यस सल्भ गर्छौ। यो भनेको 3 × 3 गर्दा 9 हुन्छ। यो भनेको प्लस माइनस यो भनेको -12 हुन्छ भनेको -12 प्लस -12 भएको। अब यहाँ गर्दा 6 तिर्का 18 हुन्छ अनि यो भनेको -24 हुन्छ। अब यो -6 भयो मल्टिप्लाई गर्ने हो भने यो भनेको प्लस नै रहन्छ 8 हुन्छ। यो भनेको -12 हुन्छ अनि यो गर्दाखेरि
16 हुन्छ। अब यसलाई हामी हेर्छौं। अब हेर्नुस् 9 बाट भनेको 12 जान्छ भने -3 हुन्छ। 18 बाट 24 जान्छ भने माइनस कति आउँछ? यो भनेको -6 आउँछ। यो भनेको कति? -2 हुन्छ। यो भनेको -4 हुन्छ। यो भनेको सबै माइनसमै आयो। यहाँ सबै माइनसमै आयो। यो भनेको क्यू स्क्वायर भयो है। क्यू स्क्वायर भएको यो भनेको यो भयो। यसको आन्सर यो हुन जान्छ। अब त्यसै 4 नम्बर समाधान गर्यौ हामी। अब हामी गर्छौं 5 नम्बर क्वेशन समाधान है। 5 नम्बर को लागि 5 नम्बर मैले क्वेशन लिए। 5 नम्बर क्वेशंस कहाँ गयो? यहाँ आयो है। यो 5 नम्बर क्वेशन यहाँ आयो। यहाँ यसलाई हामी उठाएर ल्याउँछौं यहाँ। ठीक छ। अब यसलाई हेर्नु होला ध्यान दिएर राम्रोसँग क्वेशंस। यहाँ हेर्नुस् 5 को क गर्छौं हामी। सल्युशन्स 5 को क के समाधान गर्छौं। 5 को क को समाधान गर्छौं। यहाँ के छ भने m र n दुईटा मैट्रिक्स दिएको छ अनि mn र nm पत्ता लगाउनुहोस् भनेको छ। भनेको हामी पहिला mn को लागि mn को लागि के गर्छौं भने यो दुवैलाई मल्टिप्लाई गराउँछौं। भनेको m मल्टिप्लाई n भनेको mn हो। अर्थात हामी यसरी बुझौं। यसलाई मैले काटे m n इक्वल टु m मल्टिप्लाई n हो। अब m मैट्रिक्स कति दिएको छ भने यहाँ हेर्नुस् त m मैट्रिक्स -2 दिएको छ अनि 3 दिएको छ, -1 दिएछ अनि 2 दिएछ। मैले माथिबाट लिए मैट्रिक्स m अनि क्रस भनेको मल्टिप्लाई अनि n मैट्रिक्स मैले 4 लिए, -3 यो मैट्रिक्स मैले लिए अनि 5 अनि 0 यो भनेको n लिए। अब यो दुवैलाई मैले मल्टिप्लाई गराउँछु। अब मल्टिप्लाई गराउँदाखेरि यो दुवैटालाई -2 अनि 3 लाई यो 4 5 सँग मल्टिप्लाई गराउने अनि फेरि यसैसँग यसलाई पनि मल्टिप्लाई गराउने। त्यसरी म गरे -2 मल्टिप्लाई 4 यो -2 सँग 4 लाई अनि यो भनेको 3 सँग 5 सँग 3 लाई 5 सँग मल्टिप्लाई गराउने अनि दुवैलाई जोड्ने +3 मल्टिप्लाई 5। यस्तै अब यहाँ -2 मल्टिप्लाई -3 अनि +3 मल्टिप्लाई 0 यो भयो। यहाँ भनेको -1 मल्टिप्लाई अब यसको पालो आयो 1 मल्टिप्लाई 4 प्लस 2 मल्टिप्लाई 5 यहाँ भनेको -1 मल्टिप्लाई -3 अनि प्लस 2 मल्टिप्लाई 0 भनेको मल्टिप्लाई गरेर यति आयो। अब के हुन्छ भने यहाँ हेर्नुस् त भनेको यो मल्टिप्लाई गराउँदाखेरि -2 अनि 4 मल्टिप्लाई गर्दा -8 हुन्छ अनि प्लस 5 3 का 15 हुन्छ। यहाँ गर्नुहुन्छ भने -4 हुन्छ अनि 5 गुणा 10 हुन्छ। यहाँ गर्नुस् माइनस माइनस प्लस में जान्छ भनेको 6 हुन्छ मल्टिप्लाई गराउनुहुन्छ भने अनि यो भनेको 0 हुन्छ। यो भनेको मल्टिप्लाई गराउनुहुन्छ भने माइनस माइनस प्लस भनेको 3 मल्टिप्लाई 1 गर्नुहुन्छ भने 3 अनि प्लस 0 को 0 यो भयो यति आयो। अब mn यति आयो, mn यति आयो, mn यति आयो भनेको यो भनेको 15 बाट -8 गयो भने 7 यो भनेको 6 यो भनेको 6 यो भनेको 3 यो भनेको मैट्रिक्स mn आयो। अब mn यति आयो भने अब हामी के को लागि काम गर्छौं? अब हामी के भनेको छ क्वेशन? अब हामी nm को लागि गर्छौं nm। अब mn को लागि क्वेशनले यही भनेको छ। हेर्नुस् त क्वेशनले के भनेको छ। क्वेशन मैले हेराए तपाईले एकचोटी अझै mn पत्ता लगाउनुहोस् र nm पत्ता लगाउनुहोस्। अब mn को लागि mn को लागि मैले के गरे भने
यहाँ n अनि m भनेको n मल्टिप्लाई m हो कि होइन? हो भने यो n हाम्रो कति छ? n मैट्रिक्स यो हो, यो n मैट्रिक्स हो। जब मैले यो भनेको n मैट्रिक्स हो। अब n मैट्रिक्स हो भने मैले यो लिए 4 -3 0 अनि 5 लिए अनि m मैट्रिक्स लिए। m मैट्रिक्स कति हो? -2 3 -1 अनि 2 हो। यति हो भने अब यो दुवैलाई मैले मल्टिप्लाई गराउँछु। अब मल्टिप्लाई गराउने तरिका भनेको तपाईलाई थाहा छ, यो दुवैलाई योसँग मल्टिप्लाई गराउने अनि फेरि यससँग मल्टिप्लाई गराउने। यो भनेको 4 मल्टिप्लाई -2 प्लस -3 मल्टिप्लाई -1 यति भयो। यति भयो। अब यसैलाई मैले गरे है। अनि अब यसैलाई अब 4 -3 लाई अब यसमा भनेको 4 मल्टिप्लाई 3 अनि प्लस -3 मल्टिप्लाई 2। अब यसको पालो, यो 5 मल्टिप्लाई -2 प्लस 0 मल्टिप्लाई -1 यहाँ भनेको 5 मल्टिप्लाई 3। अब यसैसँग यसमा मल्टिप्लाई गरे यो दुवैमा 5 मल्टिप्लाई 3 अनि प्लस अब 0 मल्टिप्लाई 2 सँग गर्ने 0 मल्टिप्लाई 2। अब यसरी गरेपछि कति आउँछ? अब हेर्नुस्, यसलाई सोलुसन गरेर हेर्नुस्। अब यो -8 हुन्छ, यहाँ गर्ने हो भने +3 हुन्छ, प्लस माइनस माइनस प्लस हुन जान्छ। 3 मल्टिप्लाई 1 गर्दा 1 नै 3 नै हुन्छ। अब यहाँ हेर्नुस् त 12 हुन जान्छ, 4 3 12 अनि यो भनेको प्लस अनि यो -6 हुन जान्छ, यो भनेको -10 हुन जान्छ अनि प्लस भनेको यो त 0 भयो, यो भनेको 15 हुन जान्छ, यो भनेको 0 5 3 15 अनि यो भनेको 0। अब हेर्नुस् त, अब हेर्नुस् यो कति हुन्छ? 5 हुन्छ, 8 -5 हुन्छ है, भनेको 3 छ अनि -8 हुन्छ, यो भनेको -10 हुन्छ, यो भनेको कति हुन्छ? यो भनेको 6 हुन्छ, 12 बाट 6 जान्छ भने 6, यो भनेको 15 हुन्छ। यो भनेको nm यति आयो, nm यति आयो है। अब हेर्नुस्, मैले यो दुवैलाई अलि सानो गरिदिए, हेर्नुस् त यति आयो। 5 नम्बर सोलुसन भयो। अब हामी 5 कै ख नम्बर गर्ने हो। 5 को ख नम्बर गर्नको लागि है मैले 5 को ख नम्बर गर्नको लागि यही क्वेशन उठाएर तल ल्याए है। अब तल ल्याए भने यसलाई जुम मैले गरे। 5 को ख मा के भनेको छ? 5 को ख मैले समाधान गरे, समाधान है। यसमा के भनेछ भने सी मैट्रिक्स छ, एउटा डी मैट्रिक्स छ अनि ई मैट्रिक्स छ, तीनवटा मैट्रिक्स छ, सी डी अनि ई। भनेको यो पत्ता लगाउनु छ। भनेको पहिला हामी सी भनेको डी प्लस ई पत्ता लगाउनुस् अनि त्यसपछि सी सँग मल्टिप्लाई गर्नुस् भनेर गर्दिदा हुन्छ। यहाँ अब हामी यहाँ के गरौ भने सी प्लस हैन, यो सी हैन है, हामी डी प्लस यो प्लस है, डी प्लस ई को लागि काम गरौ। को लागि हामी पहिले यो पत्ता लगाऊ। यो पत्ता लगाउँदाखेरि डी प्लस ई पत्ता लगाउनु छ हामीलाई। डी प्लस ई पत्ता कसरी लाग्छ भने डी मैट्रिक्स कति छ? डी मैट्रिक्स हाम्रो यहाँ छ, यो मैट्रिक्स यहाँ लेख्दिनुस्। भनेको -2 4 -1 अनि 3 यति लेखिदिनु भयो। फेरि बीचमा प्लस छ भने प्लस। अब ई मैट्रिक्स कति छ? ई मैट्रिक्स यहाँ 2 छ, -3 छ अनि 6 छ अनि 4 छ। अब तपाईलाई थाहा छ मैट्रिक्स कसरी जोड्ने हो भनेको। मैट्रिक्स अब यससँग यसलाई जोड्ने हो, यससँग यसलाई जोड्ने हो, यससँग यसलाई जोड्ने हो, यससँग यसलाई जोड्ने हो अनि यससँग यसलाई जोड्ने हो। भनेको -2 अनि +2 भयो। भनेको 4 अनि प्लस अनि -3 योसँग यो जोडे अनि त्यसपछि -1 सँग +6 जोडे अनि यो 3 सँग 4 जोडे, 3 + 4 जोडे। अब यो एउटा मैट्रिक्स बन्न जान्छ। यो भनेको 0 भयो, -2 बाट
2 जान्छ भने 2 जोड्नुहुन्छ भने 0 + 2 बाट 2 गयो भने 0 यो भनेको त 5 भयो 6 बाट -1 जाँदा 5 भयो यो भनेको 4 बाट -3 जाँदा भनेको 1 भयो यो भनेको 7 भयो यसरी यो मैट्रिक्स भनेको D + E आयो अब के पत्ता लगाउनको लागि भनेको छ भने हाम्रो हामीलाई यहाँ बुझ्नुस् हामीलाई के भन्न पत्ता लगाउनको लागि भनेको छ भने के पत्ता लगाउनको लागि भनेको छ भने नि हामी C × D + E पत्ता लगाउनु छ भनेको अब यसको लागि काम गरौ अब यसको लागि D लागि भनेर लेख्नुस् यो मेटाउनुस् अब यसको लागि गर्नुस् अब यसको लागि यहाँ अन्डर पाइ पार्दिनुस् यसको तल लेख्दा पनि हुन्छ या साइडमा लेख्दा पनि हुन्छ जता लेख्नुस् तपाई अब के गर्नुस् भने जुन C मैट्रिक्स छ अब हेर्नुस् त C मैट्रिक्स कहाँ छ अब C × D मैट्रिक्स D + मैट्रिक्स E equal to C × D + E मैट्रिक्स अब यसरी मल्टिप्लाई गर्नु छ हामीलाई भनेको C मैट्रिक्स कति छ यो भनेको यहाँ छ C मैट्रिक्स यो लेख्नुस् भनेको 3 5 0 अनि 1 छ C मैट्रिक्स अनि मल्टिप्लाई D + E मैट्रिक्स कहाँ छ यहाँ छ यो आएछ नि यो लेख्ने यहाँ भनेको 0 1 भनेको 5 अनि 7 गरेर लेख्नुस् अब यसलाई यो मैट्रिक्स दुवैलाई मल्टिप्लाई गराउनुस् अब यो 3 5 लाई 3 5 सँग यो 0 5 लाई मल्टिप्लाई गर्ने अब 3 सँग 0 मा अनि 5 सँग 5 मा मल्टिप्लाई गर्ने अब 3 × 0 अनि +5 × 5 5 × 5 अब भनेको यसैसँग फेरि यो दुवैमा गर्ने हो भनेको 3 × 1 +5 × 7 यति भयो अब फेरि यहाँ 0 अब यसको पालो आयो 0 1 को पालो आयो भनेको यो 0 1 सँग फेरि यसै यो दुवैमा मल्टिप्लाई गर्ने हो यो दुवै भनेको लहरमा भनेको अब हेर्नुस् 3 × 0 मल्टिप्लाई भनेको 0 यहाँ 0 मल्टिप्लाई 0 अनि यो फेरि 1 मल्टिप्लाई 5 भनेको 1 × 5 यहाँ प्लस गरेर अनि त्यसपछि यो भनेको 0 × 1 यो 0 सँग फेरि 1 मा अनि यो 1 सँग फेरि 7 मा फेरि 1 × 7 अब हेर्नुस् त अब यसलाई उ गर्नुस् है अलि मैले माथि घुस्काए माथि गरे है अब यो 3 × 0 हुन्छ भने 0 यो 5 × 5 गर्नुहुन्छ भने 25 यो भनेको 0 यो 5 यहाँ अब हेर्नुस् भनेको 3 + 7 पछि 35 यो भनेको 0 अनि +7 अब हेर्नुस् त कति आउँछ यो भनेको 25 यो भनेको 5 यो भनेको 40 40 हैन यो भनेको 3 नै हो 5 होइन यो भनेको 3 हो त भनेको 38 यो भनेको 7 यो हुन गयो यो मैट्रिक्स पत्ता लाग्न गयो यो मैट्रिक्स दिएको मैट्रिक्स भनेको C अनि मल्टिप्लाई D + E भनेको यति आयो यो भनेको आन्सर भयो हाम्रो है यो पत्ता लगाउनको लागि भने थियो हामी पत्ता लगाइदियो C मल्टिप्लाई मैट्रिक्स C × D + E पत्ता लगाउनुहोस् भनेको छ हैन पहिला हामी यहाँ भनेको पहिला D + मैट्रिक्स D + E लाई जोड्यौ अनि त्यो मैट्रिक्स C सँग मल्टिप्लाई गराएर यहाँ निकाल्दियौ यो भनेको उताको हो है पहिला यो लेख्नुस् अनि त्यसपछि यहाँबाट यो लेख्नु होला मैले भनेको यसरी बनाइदिए ठीक छ अब हामी 6 नम्बर तिर जान्छौ 6 नम्बरले के भनेको छ भने 6 नम्बर क्वेशन लिन्छौ 6 नम्बर क्वेशन्स 6 नम्बर क्वेशन्स यहाँ आयो मैले उठाएर यता ल्याइदिए यसलाई के भयो यार यहाँ आयो
यसलाई ठुलो पनि गरिदिएँ मैले ल अब के छ भने 6 मा अलिकति जुम गरिदिऊ 6 मा के छ भने 6 को कमा के छ भने यदि a मैट्रिक्स 1 -1 -1 अनि 1 भए a स्क्वायर इक्वल टु 2a हुन्छ भनी प्रमाणित गर्नुहोस् त हामी पहिला समाधान लेख्छौं हैन 6 को क समाधान अनि के गर्ने भनेको a मैट्रिक्स हाम्रो कति हो भनेको 1 -1 -1 अनि 1 छ हैन त हामी यहाँ के गर्छौं भने पहिला फर्स्ट स्टेपमा a स्क्वायर को लागि भनेर लेख्छौं है यहाँ a स्क्वायर को लागि है अब a स्क्वायर को लागि भनेको a स्क्वायर भनेको के a मल्टिप्लाई a हो कि हैन हो भने यो हो भने हामी यो दुईटा पहिला मल्टिप्लाई गर्छौं अब यो दुईटा मल्टिप्लाई गर्छौं भने यो a कति हो भनेको a भनेको 1 -1 अनि -1 अनि फेरि 1 अनि फेरि यसैसँग मल्टिप्लाई गर्छु 1 -1 -1 अनि 1 अब यो दुवैलाई मल्टिप्लाई गरौँ त भनेको 1 सँग 1 मल्टिप्लाई गर्नुहुन्छ 1 भयो प्लस -1 सँग -1 मल्टिप्लाई गर्नुहुन्छ -1 मल्टिप्लाई -1 सँग 1 गरे यो फेरि दुवैसँग यही दुवैसँग यता पनि गरे भनेको 1 मल्टिप्लाई -1 अनि प्लस -1 मल्टिप्लाई 1 यसरी गरे अब यो भनेको -1 मल्टिप्लाई 1 हुन जान्छ अनि प्लस -1 भनेको यो प्लस माइनस भनेको माइनस मा हुँदैन यो भनेको 1 अब यसको पाले 1 मल्टिप्लाई -1 यसरी हुन गयो अब यहाँ भनेको -1 मल्टिप्लाई -1 अनि प्लस 1 मल्टिप्लाई 1 हुन गयो यो सँग यो हुन गयो अब हेर्नुस् त निकाल्नुस् त अब भनेको 1 यो भनेको 1 मल्टिप्लाई माइनस माइनस प्लस हुन्छ फेरि 1 नै हुन्छ यो भनेको -1 हुन गयो अनि यो भनेको पनि -1 हुन गयो भनेको यहाँ पनि -1 मैले डाइरेक्टली प्लस -1 गरेर डाइरेक्ट लेख दिए भनेको यो -1 यो भनेको यहाँ पनि -1 यो भनेको +1 भइहाल्छ अनि +1 भइहाल्छ यो अब हेर्नुस् त यो भनेको 2 हुन गयो यो भनेको -2 हुन गयो यो भनेको -2 यो भनेको 2 हाम्रो जुन मैट्रिक्स छ यति आयो यो a स्क्वायर मैट्रिक्स यति आयो यो भनेको RHS भनेको यतातिरको लियौ हामी a स्क्वायर को लियौ यो भनेको RHS LHS भनौं यो भनेको LHS साइड यो LHS को लागि a स्क्वायर को लागि हैन अलि सानो गर्दिउ म यसलाई के सबै हेरोस् a स्क्वायर भयो अब हामी यताको है यताको RHS को लागि है RHS को लागि है RHS मा के छ भने 2a छ है 2a को लागि RHS अनि यो भनेको LHS थियो है यहाँ भनेको LHS लेख्नुस् LHS साइड मा लिनु भयो अनि RHS अब RHS मा के भनेको छ भने RHS मा के भनेको छ भने हेर्नुस् त भनेको a स्क्वायर भनेको अब 2a भनेको के भनेको 2a मैट्रिक्स मा 2 ले मल्टिप्लाई गर्ने हो भनेको a मैट्रिक्स 1 -1 थियो अनि त्यसपछि -1 अनि फेरि 1 थियो अब हेर्नुस् त सेम आउँछ कि आउँदैन अब सेम आउँछ कि आउँदैन हेर्नुस् त
सेम आउनु पर्यो, नआउने कुरै छैन। यहाँ 2 हुन्छ, यहाँ भनेको -2 हुन्छ, यहाँ भनेको -2 हुन्छ, यहाँ भनेको 2 हुन्छ। यो सबै मैले मल्टिप्लाई गराएँ अनि सो 1 यो भने 2 × 1 भनेको 2, 2 - -1, 2 × -1 भनेको -2 भनेको 2 × -2 भनेको -2 भने 2 × 1 भनेको 2। अब हेर्नुस् त दुवै साइड बराबर आयो कि आएन हेर्नुस् त। यहाँ यो साइड अनि यो मैट्रिक्स भनेको इक्वल आयो। जब इक्वल आयो भने त यसरी लेख्न सक्नुहुन्छ LHS equal to RHS प्रमाणित भयो, प्रमाणित गर्नेको लागि भनेको छ है। प्रमाणित गर्नु यति हुन्छ भनेर प्रमाणित गर्नुहोस् भनेको छ भने प्रमाणित यसरी भयो। अब यसै क्वेशनलाई म उठाएर तल ल्याउँछु ख नम्बर गर्नको लागि है, भनेको ख नम्बर। अब हामी ख नम्बरतिर जान्छौँ। ख नम्बरमा के गर्नु छ भने XY शून्य मैट्रिक्स हो भनेर पत्ता लगाउनुहोस् भनेको 6 को ख समाधान के गर्नु छ भने यो भनेको x एउटा मैट्रिक्स छ जुन 1 - 1 3 - 3 छ अनि y एउटा मैट्रिक्स छ भनेको 2 - 5 यो 2 - 5 छ। अब यति छ भने भनेको हामीले प्रमाणित के गर्नु छ भने xy एउटा शून्य मैट्रिक्स हो, मैट्रिक्स हो भनेर प्रमाणित गर्नु छ। भनेको यसको मतलब के भयो? यसको मतलब के भयो भने यसरी बुझ्नुस्, शून्य मैट्रिक्स भनेको के यसरी बुझ्नुस्, टु प्रुभड प्रमाणित गर्नुपर्ने, नेपालीमा लेख्नुस् प्रमाणित गर्नुपर्ने, भनेको एक्स वाई इक्वल टू शून्य मैट्रिक्स भनेको शून्य मैट्रिक्स सबै 0 0 हुन्छ। त्यस्तो मैट्रिक्स जसको सबै सदस्य शून्य हुन्छ भनेको त्यो मैट्रिक्सलाई शून्य मैट्रिक्स भनिन्छ भनेर यसरी प्रमाणित गर्नु छ। तब एक्स वाई ले मल्टिप्लाई गर्नुहुन्छ सबै 0 0 आउँछ भनेर हामी मल्टिप्लाई गरेर हेर्छौं, 0 0 आयो भने त्यो प्रमाणित भयो भनेर बुझ्नुस्। ठीक छ। अब यसको लागि हामी अब अगाडि बढौं। अब एक्स वाई लाई मल्टिप्लाई गरौं। नाउ अब एक्स वाई इक्वल टू भनेको x को 1 - 1 3 - 3 भयो, मल्टिप्लाई y को भ्यालु कति, y मैट्रिक्स कति हो 2 2 - 5 अनि फेरि -5 यसरी छ। यो दुवैले मल्टिप्लाई मैले गराए, मल्टिप्लाई गराउँदाखेरि यससँग यसमा अनि यसैसँग फेरि यसमा गर्ने हो भनेको 1 × 2 + -1 × 2 यसरी गर्ने हो। अब यसैसँग 1 × -5 अनि प्लस -1 सँग -5 गर्ने हो यता। अब भनेको 3 × 2 अब यसलाई यो तलवाला 3 3 सँग यसमा अनि यसमा दुवैमा मल्टिप्लाई गर्ने हो। अनि 3 × 2 अनि प्लस -3 × 2 यसरी गर्ने हो। अर्को भनेको यहाँ फेरि 3 × -5 अनि यहाँ प्लस -3 × -5 यसरी दुईटा मल्टिप्लाई गर्नुस्। जब मल्टिप्लाई गर्नुहुन्छ भने यो भनेको 2 भयो, 2 × 2 अनि प्लस यो भनेको -2 हुन्छ, यो भनेको -2 हुन जान्छ, यो भनेको 6 हुन जान्छ अनि यो भनेको कति भनेको -6 हुन जान्छ। अब हेर्नुस् यहाँ भनेको -5 हुन जान्छ अनि प्लस भनेको यो 5 हुन जान्छ, यो माइनस माइनस प्लस अनि 5 1 × 5 गर्दा 5 नै हुन्छ। यो भनेको 5 × -15 हुन जान्छ अनि प्लस यो भनेको 15 हुन जान्छ। अब हेर्नुस् त
अब हेर्नुस् त के भयो भने यो +2 अनि -2 भनेको 0 +6 अनि 6 बाट 6 जान्छ भने 0 यो भनेको 5 बाट 5 जान्छ 0 15 बाट 15 गयो भने 0 हेर्नुस् त सबै मैट्रिक्स 0 आयो भनेको सबै मैट्रिक्स 0 आयो भने हामी के लेख्न सक्छौ हामी के लेख्न सक्छौ xy मैट्रिक्स xy मैट्रिक्स शून्य मैट्रिक्स हो भनेर लेख्न सक्छौ xy मैट्रिक्स शून्य मैट्रिक्स हो या xy शून्य मैट्रिक्स हो भनी प्रमाणित भयो भनेर लेख्न सक्छौ शून्य मैट्रिक्स हो भनेर लेख्न सक्छौ यो भनेको प्रमाणित भयो है यो प्रमाणित भयो अब यति भएपछि अब हामी गर्छौ फेरि 6 नम्बर क्वेशन कै ग नम्बर गर्छौ है क्वेशन उठाएर ल्याए मैले पहिला ल हटाउनुस् यसलाई हटाइदिए मैले ग नम्बर लिए है 6 को अब हेर्नुस् अब 6 को ग नम्बर सोलुशन्स 6 को ग नम्बर समाधान भनेर लेख्नुस् या सोलुसन भनेर लेख्नुस् समाधान यसमा के छ भने नि r एउटा 2 -3 1 -2 मैट्रिक्स हो ठीक छ भनेको अनि प्रमाणित के गर्नु छ भने r² I हुन्छ भनी प्रमाणित गर्नुहोस् जहाँ I 2/2 क्रम मैट्रिक्स हो भनेर प्रमाणित गर्नु छ त हामी के गर्छौ भने प्रमाणित गर्नु छ भनेको हामी यो भनेको I भनेको r² अनि I भनेको यो कति हो 1 0 0 अनि 1 हुन्छ यति भएको नि 2/2 को काइमेट्रिक्स भयो भनेको r² ले मल्टिप्लाई गर्नुहुन्छ भने यति आउँछ भनेर प्रमाणित गरिदिनु छ जब यति गर्नुहुन्छ भने हामी अब हामी के गर्छौ भने यसले प्रमाणित गर्नतिर लाग्छौ r² r मल्टिप्लाई r हो कि हैन हो जब हो भने r को भ्यालु कति हो 2 r मैट्रिक्स कति हो 2 -3 1 -2 यति भयो अनि हामी फेरि मल्टिप्लाई यसैमा गर्छौ -3 यहाँ 2 है सरी यो भनेको यहाँ 2 -3 भनेको 1 अनि -2 अब यो दुवैलाई हामी यो दुवैलाई मल्टिप्लाई गर्छौ अब यो दुवैलाई मल्टिप्लाई गर्दाखेरि 2 मल्टिप्लाई 2 योसँग यसलाई अनि माइनस प्लस -3 मल्टिप्लाई 1 यसरी मल्टिप्लाई हुन्छ अब यससँग यसमा मैले गरे अनि यसैसँग फेरि यसमा गर्छु है अब हेर्नुस् फेरि 2 मल्टिप्लाई -3 अनि प्लस -3 मल्टिप्लाई -2 यसरी भयो अब 1 मल्टिप्लाई 2 प्लस -2 मल्टिप्लाई 1 अब 1 मल्टिप्लाई -3 अनि प्लस -2 मल्टिप्लाई -2 अब हेर्नुस् त यो भनेको 4 हुन गयो यो भनेको कति 3 हुन गयो यो भनेको यहाँ -3 हुन गयो त्यसपछि यो भनेको कति 2 अनि प्लस यो भनेको -2 यो भनेको कति भनेको -6 हुन गयो अनि प्लस यो भनेको 6 हुन गयो यो भनेको -3 हुन गयो यो भनेको 2 दुनी 4 भनेको +4 हुन गयो अब हेर्नुस्
अब हेर्नुस् त यो 4 बाट 3 जान्छ भने 1 प्लस माइनस माइनस हुन्छ भनेको 1 अनि 6 बाट 6 गयो भने 0 अब यहाँ 2 बाट 2 गयो भने 0 अनि यो भनेको -3 अनि 4 बाट -3 गयो भने 1 अब हेर्नुस् त यो एकाइ मैट्रिक्स आयो कि आएन आयो भने हामी यहाँ लेख्न सक्छौ यहाँ हामी लेख्न सक्छौ अब अत लेख्ने है अत R square is equal to I 2/2 मैट्रिक्स हो प्रमाणित भयो भनेर लेख्न सक्छौ हामी 6 नम्बर पनि गर्यौ अब 6 नम्बर गरेपछि अब हामी 7 नम्बर तिर लाग्छौ 7 नम्बर क्वेशन्स है 7 नम्बर क्वेशन हामी लिन्छौ अब 7 नम्बर क्वेशन्स है 7 नम्बर क्वेशन यहाँ गयो यहाँबाट मैले उठाएर ल्याए यहाँ हटाउनुस् यही गर्नुस् केही छैन 7 नम्बर क्वेशन यहाँ आयो है जब 7 नम्बर क्वेशन यहाँ आयो भने 7 नम्बरमा के भनेको छ नि यो भनेको एउटा 7 यदि ए मैट्रिक्स भनेको 2 1 4 अनि -1 भए a स्क्वायर माइनस a अनि प्लस 6i इक्वल टु 0 हुन्छ भने प्रमाणित गर्नुहोस् जहाँ a भने i भनेको एकाइ मैट्रिक्स अनि भनेको 0 यो o भनेको शून्य मैट्रिक्स भनेको जहाँ 2/2 क्रमको शून्य मैट्रिक्स छ भनेर बुझ्नुस् अब यहाँ हामी हेर्नुस् न यो भनेको प्लस हुँदैन है क्वेशनमा गलत दिएछ किन गलत दिएछ भने मैले तपाईलाई अगाडि नै भन्दिए यहाँ प्लस गरेर बनाउनु हुन्छ भनेको आन्सर मिल्दैन तर हामी बनाएर हेर्छौ उ मिल्दैन तर यहाँ माइनस गर्नु पर्ने हुन्छ हामीले यहाँ माइनस हुन्छ है प्लस हुँदैन है क्वेशन रङ दिएको छ क्वेशन सजियाउनु होला सबैजना बुकमा क्वेशन रङ दिएको छ यो ठीक छ ल अब हामी 7 नम्बर समाधानतिर लाग्छौ है समाधान 7 नम्बरको समाधान के कसरी गर्ने हो भने नि 7 नम्बरको समाधानमा यहाँ पहिले हामी मैट्रिक्सहरु सबै जनाउनु है के जनाउने भनेको आई मैट्रिक्स 2/2 क्रमको यहाँ समाधान अनि यहाँ लेख्नुस् गिवन भनेको यहाँ भनेको गिवन यहाँ भनेको हियर अनि गिवनमा हामी के गर्न सक्छौं भने आई भनेको 1 0 अनि 0 अनि 1 यो भनेको एकाइ मैट्रिक्स भयो त्यो भने 2/2 क्रमको अर्को भनेको ओ मैट्रिक्स भनेको हाम्रो भनेको शून्य मैट्रिक्स हो त्यो पनि 2/2 को आई पनि भयो 2 पनि भयो अब कुरा आयो ए को ए मैट्रिक्स हाम्रो कति छ भनेको 2 1 4 अनि -1 छ यति छ अनि ए स्क्वायर माइनस ए अनि -6i इक्वल टु 0 हुन्छ भनेर प्रमाणित गर्नुपर्छ पहिला हामी ए स्क्वायर निकालौ अब लेखौ अब ए स्क्वायर पता लगाउँदा ए स्क्वायर भनेको के हो ए मल्टिप्लाई ए हो अब हामी ए मल्टिप्लाई ए गर्छौ ए भनेको 2 1 4 -1 छ मल्टिप्लाई 2 1 4 -1 अनि यति भयो अब यो दुवैमा मल्टिप्लाई गराउने हो भने हेर्नुस् त 2 × 2 गर्नुहुन्छ भने 2 × 2 अनि प्लस 1 × 4 यो 2 सँग यो 2 मा यो 1 सँग यो 4 मा भनेको अब 1 × 4 गर्ने यो सबै मेटाउनुस् नत्र भन्नुहुन्छ माइनस छ यो माइनस हैन है मैले चिन्हको लागि मात्र बताइदिएको अब यति भयो अनि फेरि 2 × 1 प्लस 1 × -1 यो दुवैसँग यो दुवैमा गरे अनि फेरि यो दुवैमा गरे फेरि यसैसँग यसमा पनि गरे यसमा अनि यसमा यो दुवैमा गरे है हेर्नु 4 × 2 अनि प्लस -1 × 4 त्यसपछि यहाँ 4 × 1 अनि प्लस -1 × -1 यहाँ मैले ब्रैकेट दिए ठीक छ यहाँ ब्रैकेट दिए अब हेर्नुस् यसलाई गर्ने हो भने
यसलाई गर्ने हो भने 4 हुन जान्छ 2 × 2 भनेको 4 अनि यो भनेको फेरि +4 1 × 4 भनेको अब यहाँ भनेको 2 दुना 2 × 1 भनेको 2 अनि यो भनेको -1 प्लस माइनस भनेको 1 भइहाल्छ यहाँ भनेको 4 दुना 8 4 दुना 8 भयो 4 दुना 8 भयो अनि यो भनेको प्लस अनि यो भनेको माइनस अनि 4 गर्दाखेरि -1 अनि 4 मल्टिप्लाई गर्दाखेरि -4 नै हुन्छ त्यसपछि यो भनेको 4 मल्टिप्लाई यो 1 गर्दाखेरि 4 हुन्छ यो 4 मल्टिप्लाई 1 गर्दाखेरि 4 हुन्छ अनि प्लस यो 1 मल्टिप्लाई 1 गर्दाखेरि फेरि 1 हुन्छ यसरी लेख्नुस् ठीक छ अब मैले अगाडि बढाए यसलाई अगाडि बढायो भने यो 8 भयो 4 अनि 4 प्लस 4 भनेको 8 भयो अनि 8 बाट यो भनेको प्लस माइनस अनि 8 बाट 4 गयो भने 4 हुन्छ यो भनेको यहाँ अब 2 बाट 1 गयो भने 1 अनि यो भनेको कति भनेको 5 यो भनेको a² आयो a² भनेको यति आयो अब हेर्नुस् तपाई हामीले के भनेको छ यो भनेको छ भने a² minus a minus 6i equal to 0 हुन्छ भने प्रमाणित गर्नुहोस् हामी यहाँ लेख्छौ प्रश्न अनुसार के भनेको छ भने a² minus a अनि minus 6i equal to 0 अर्थात शून्य मैट्रिक्स हुन्छ भनेर प्रमाणित गर्नुहोस् ठीक छ यो भनेको शून्य मैट्रिक्स हो जब शून्य मैट्रिक्स हो भने हामी a² लियौ पहिला a² भनेको हाम्रो a आयो 8 1 अनि 4 अनि 5 आएछ माइनस a मैट्रिक्स हाम्रो कति छ a मैट्रिक्स हाम्रो कति छ माथिबाट लियौ हामी पहिला a मैट्रिक्स कति हो भनेको a मैट्रिक्स भनेको यहाँ हेर्नुस् a मैट्रिक्स कति छ भनेको 2 1 4 -1 छ है भनेको यहाँ लिनुस् 2 -1 अनि 4 सानो गरेर देखे मैले यहाँ भनेको 1 छ है यहाँ भनेको 1 यहाँ भनेको -1 यो a मैट्रिक्स भयो यति छ अनि -6i मैट्रिक्स भनेको 1 भनेको 1 0 0 अनि 1 अनि यो शून्य मैट्रिक्स त सबै 0 0 0 0 नै हुन्छ यति थाहा छ अब यति थाहा भएपछि अब यसलाई समाधान गरेर दुवैतिर 0 0 आयो भने यतातिर 0 उतातिर 0 आयो भने प्रमाणित भयो अब हेर्नुस् त यहाँ अब हेर्नुस् यो 8 × 8 बाट 2 घटाउने पहिला यहाँ घटाउने त्यसपछि यहाँ घटाउने यसरी गरौ है 8 बाट 2 जान्छ भने यहाँ यसबाट यसलाई जान्छ अनि यसबाट यसलाई घटाउने 8 बाट 2 गयो भने यो मैले मेटाए है र बन्नुहुन्छ माइनस छ यहाँ भनेको 2 हो अनि 8 बाट 2 गयो भने 8 - 2 भनेको यहाँ 1 - 1 यहाँ भनेको 4 - 4 यहाँ भनेको 5 - 1 यति छ यो भनेको प्लस हुन जान्छ यो माइनस अनि यो माइनस भनेको प्लस हुन जान्छ है यति भयो यो दुईटा फेरि माइनस अब यसलाई यसमा मल्टिप्लाई 6 0 0 अनि 6 हुन गयो अनि यो भनेको त यता त 0 0 0 0 मैट्रिक्स त छदै छ अब यसलाई पहिले फेरि गरे है अब यो भनेको 6 भयो यो भनेको 0 भयो यो भनेको 0 भयो यो भनेको 6 भयो अब हेर्नुस् यहाँ भनेको 6 अनि यहाँ भनेको 6 हो यहाँ 0 यहाँ भनेको 0 यहाँ भनेको 6 है यो भनेको 6 हो है 6 हो
अब हेर्नुस् त यो भनेको म्याट्रिक्स सबै 0 0 0 0। अब यो 6 बाट 6 जान्छ भने 0 हुन्छ यहाँ। हेर्नुस् यो 6 बाट यो 6 जान्छ भने 0 6 - 6 अनि यो 0 - 0 यो भनेको 0 - 0 यो 0 बाट 0 गर्ने अनि 6 माइनस अनि 6 यो 6 बाट फेरि यो 6 गयो यसरी आयो एउटा। अझै यो भनेको यता 0 0 0 0 भयो। अब हेर्नुस् त यो पनि 6 बाट 0 यो पनि 0 यो पनि 0 यो 6 बाट 6 पनि 0। अब हेर्नुस् त 0 = 0 म्याट्रिक्स आयो। यदि मैले अगाडि भनेको थिएँ नि क्वेशनमा यहाँ भनेको प्लस हुँदैन माइनस हुन्छ भनेको प्लस गर्दाखेरि त हुँदैन थियो यहाँ 12 12 आइहाल्थ्यो यहाँ 12 यहाँ पनि 12 आइहाल्थ्यो त्यसैले यो भनेको मिल्दैन थियो भनेको यो भनेको 0 0 दुवैतर्फ आयो भनेको यो प्रमाणित भयो। लेख्दिनुस् प्रमाणित भयो भनेर लेख्नुस् प्रमाणित भयो भनेर लेख्दिनुस् काम खत्म। यो भनेको 7 नम्बर पनि सोलुसन भयो 7 नम्बर पनि सोलुसन भयो।